आइम त यस्तो यल्लो हुँ त यल्लो गर्दा हो यल्लो ए बल खेल्दै कोडा कोडा भाषा तो केटाहरु कहाँबाट आयो यही घरबाट यार सो हे गाइज वेलकम ब्याक टु माई न्यू ब्लग सो गाइज आज चाहिँ हामी खेत रोप्न जानेवाला छौँ सो हाम्रोतिर कसरी चाहिँ खेत रोपिन्छ त्यो चाहिँ हेर्दै गर्नु होला पछि यति त गर्नु पर्यो त यार यति त गर्नु पर्यो त यार क्या भन्दा हो यति त गर्नु पर्यो त यार अहिले आउँला रे माल माल तो कोडा कोडा भाषा तो ब्ल्याक ओइ ब्ल्याक ब्ल्याक यत्रो लाग्यो कारिगर यत्रो लाग्यो सिक्नु पर्ने हुन्छ कुनै दिन दामी देखेको थिएँ कि खेतहरू हामी जाँदैछौँ अब हामीले पेन्टको बाउला माथि तान्नु पर्ने हुन्छ भन्नुपर्दा हामी ठिक्क आसपासतिर पुगिसकेका छौँ न त्यही हो जस्तै हो भन्नुपर्दा ल आफै हामी यही रुम्नेवाला छौँ भने जस्ट भन्नुपर्दा आइम त यस्तो यल्लो हुँ त यल्लो गर्दा हो यल्लो मलाई लाग्यो त यार ल फेरि भन्दा यल्लो हुन यहाँ नै यल्लो हुन् त यल्लो हुन् त यस्तो यस्तो गर यल्लो हुन् गुड गर होइन आइ हामी क्या गर्नेवाला हौँ त रोप्ने नै मकन लगाइली आका रोप्नेवाला हौँ त तेरो नाम क्या भन् न नाम क्या बल खेल्दै मान्न पैकी तैँले पनि अब गर्ने भयो कि है लाई नै कसरी ल्यान्छ भाइ लाई ए रोप त अच्छा जानिल त भयो है सो हामीले चाहिँ खेत रोपेर चाहिँ सक्नु लाग्छौँ भन्दा नि सकिसक्यो भनौँ न होइन खेत रोपेर सकिएर नि हामीले नुहाइ गरेर हामी लाग्यौँ कतातिर सो मलाई चाहिँ सामान ल्याउनु छ अङ्कल चाहिँ सर्किघाट जानुहुन्छ होइन सो आज चाहिँ फर्स्टचोटि हो अङ्कलसँग चाहिँ बाइक चढाएँ होइन जस्ट लडाउनु हुन्छ कि भन्ने अब भित्रभित्रै डर लागिरहेछ होइन लास्ट डर लागिरहेछ अङ्कलसँग फर्स्टचोटि चढाएँ होइन फाइनली भन्नुपर्दा खर्सानी पुग्यो यहाँ चाहिँ काम गर्दै थिएँ होइन चाहिँ सो अगाडिबाट म यो चाहिँ हाम्रो यो
जुन खच्चा भन्ने ठाउँ होइन, जो पहिरो हराइ गर्छ, जुन गाडीहरू दुर्घटना हुने अनि फस्ने यो समस्या चाहिँ बारम्बार दोहोरिन्छ क्या। एक दिन सजै फेरि अर्को दिन चाहिँ फेरि त्यस्तै हुन्छ क्या होइन। त्यो एकछिनको लागि मात्रै चाहिँ त्यसकै रोकथामको लागि चाहिँ गेमहरू हाल्दैछ पहिरो नजाओस् भनेर होइन। गइ गर्छ कि हराइ गर्छ अनि त्यो टायर फस्ने काम चाहिँ यस्तो हुन्छ कि होइन। त्यसैको लागि चाहिँ यहाँ रेडिनहरू हाल्दै थियो, जुन हाम्रो दाइहरूले नि हाल्नुहुन्छ त, रेडियो नेपालमा पनि आउँछ होइन, अरू दाइहरूले नि हाल्नुहुन्छ खच्चाको बारेमा चाहिँ। सो साथी नै भेटिए, अहिले कुराकानी गरियो। त्यसपछि चाहिँ मलाई ढिला छ भनेर म चाहिँ घरतिर फर्किएँ। सो फर्किने क्रममा यो बाटो चाहिँ लास कडा थियो है, पानी खाल्डा खुल्डी होइन। के हो के यो पानीमा नै हो टायर फस्न अनि गाडीहरू थुनिने होइन, जस्ट दुर्घटना हुने। बाटोमा चाहिँ यो गेमिनहरूको यो भित्र चाहिँ खोक्रो ढुङ्गा नभएको चाहिँ हालेको थियो। जस्ट ढुङ्गा चाहिँ माथिपट्टि छ, त्यो चाहिँ त्यो लगाउने होला होइन, जस्ट रोकथामको लागि। अब माथितिर त्यहाँ हो कि बलबेडा भन्ने ठाउँ, त्यतै हो खस्ने भनेको। सो ढुङ्गा नि दामी यार गर्नलाई राखेका रहेछन्। यो राख्ने यो ओसार पसार गर्ने क्रममा चाहिँ दुर्घटना नै हुनसक्छ क्या ढुङ्गाहरू होइन। लास्टै जोखिमपूर्ण ठाउँ हो यो। प्रायः जसो हाम्रो यो 102 मेगावाट उसमा चाहिँ आउँछ कि यो रेडियोमा चाहिँ प्रायः यो खच्चा अलिक धेरै उयो जोखिमपूर्ण ठाउँ। नजिकको चाहिँ माथिबाट पहिरो माथिबाट चाहिँ तल खस्छ अनि त्यही गाह्रो छ लास्टै। यस्तो छ अनि कहाँबाट हुन्छ यार यसको पर्दा त्यो जस हाम्रो नेताहरू नै त्यस्तै छ भनौँ न होइन। नेताहरू पनि त्यस्तै हो, गाउँलेहरू पनि त्यस्तै हो। न त भनेको भन्छन् माथिबाट आउने तल चाहिँ जाम नै गाडीहरू पल्टिने फस्ने त्यस्तै हो, गाह्रो छ लास्टै। यत्रो ढुङ्गा हालेछ नि यार, अनि कहाँबाट हुन्छ घच्याक घुर्चो हुन्छ अनि मान्छेको त्यो नेताहरू अब त्यस्तै छ कि नेताहरू पनि अब वर्ष मेला दिवस रिचेर होइन, त्यो चाहिँ खच्चा हो कि होइन कडा खाले ठाउँ लास्टै क्यामेरामा ल्याग लागेर हुँदै हुर्क्यो। यस्तो छ गोठहरू पुरै बकिएर पुरै बताइँदैछ। साढे 6 भएको छ, यसको त्यो रात पर्नेवाला छ, अलिक फास्ट हिँड्नु पर्ने हुन्छ।